हाई एभ्रिवान, आज चाहिँ सन्डे हामीहरू जाँदैछौँ फुटबल म्याच हेर्नुको लागि। म अन्त नाना यहाँ र नानीहरू चाहिँ यहाँ यसरी कुद्दै जाँदैछ हो। हिँड्नु पाउँदा त यिनीहरू यस्तो खुसी भएर हिँड्छ हो। स्कुल जानु पर्यो भने चाहिँ अनुहार फुल्लाएर हिँड्छ हो, रिसाएर। सो आजको दिन चाहिँ यस्तो दामी भएको छ। यहाँबाट त नदेखिँदो रहेछ हो। घाम पनि लागेको छैन हो, पानी पनि परेको छैन, शीतल मौसम भइरहेको छ। आज चाहिँ हाम्रो नानीहरूको पनि म्याच हुँदैछ अरे नि त, त्यही भएर हामी चाहिँ हेर्नु गएको। ढिलो भइसक्यो, म्याच खेल्नु थाल्यो हो कि बा। यहाँ घर बनाउने काम गर्दा रहेछ, केही सुनेन कराएर। अब यो कति राम्रो के को बुनेको रहेछ, कस्तो राम्रो राम्रो डाली हेर्नुहोस् न। कस्तो राम्रो यहाँ हेर्नु न, बिक्री गर्नु र मन्दिर जाँदा फुलहरू उयो गर्ने नि। कति भन्नुभयो? 550 हो यो, राख्नुहुन्छ भने अलिकति डिस्काउन्ट हुन्छ। हजुर सेम हो, राख्ने दामी रहेछ है, दामी छ। नानाले चाहिँ यो किन्नु भइसक्नु भयो। यहाँ यस्तो राम्रो छ तर अलिक दाम चाहिँ यही दामी रहेछ है। टोपी ओढेर है। यहाँ म्याच हुँदैछ यहाँ चाहिँ। सक्यो कराएर है। सबै एकैचोटि छ। हामीहरू चाहिँ म्याच हेरिसकेर पनि जाँदैछौँ। हेरि त सकेको छैनौँ, नानीहरूको चाहिँ सक्यो हो। र अब चाहिँ अल्छी लागेर फर्केको साथीहरू हामीहरू चाहिँ हो। नानी र म, नाना चाहिँ अघि जानुभयो। नाना चाहिँ के भयो, म र नानीहरू चाहिँ भर्खर जाँदैछौँ। अन्त हाम्रो नानीहरू चाहिँ हारियो एकदम दुःखद। अब खेलमा हार जित त भइहाल्छ हो, केही छैन। खेल्नु चाहिँ दामी खेल्यो, एक गोल लगाएको थियो। अन्त लास्टमा पेनल्टी भयो। पेनल्टीमा चाहिँ उनीहरूले जित्यो, हाम्रोहरूले चाहिँ बाहिर हान्यो।